फाइनली गङ्गु छेत्रीको 7/2 को काण्ड पछाडि उनले धेरै समय पछाडि नै एउटा पोस्ट हालेर आफ्नो चुप्पी तोडेकी छिन्। हेलो नमस्ते अनि स्वागत छ तपाईहरुलाई पीडीसी मिडियामा र आजको यस भिडियो रहनेवाला छ गङ्गु छेत्रीको रिप्लाई टुवर्ड्स दैट काण्ड भिडियो जुन चाहिँ 7/2 को नामले प्रचलित रहेको छ। सो सबैभन्दा पहिले तपाईले हेर्नुस् यो भिडियो गङ्गु छेत्रीको जुन उनले आफ्नो टिकटक अकाउन्टमा आज भर्खरै हालेकी छिन्। अब यो एउटा फोटो पनि हेर्नुहोस् जुनमा उनले एउटा क्याप्सन लेखेकी छिन् जसलाई पढेर क्लियर हुन्छ कि उनले के भन्न खोजिरहेकी छिन्। यस भिडियोको क्याप्सनमा उनले लेखेकी छिन् स्याड ड्याश आई एम द सर्भाइभर नोट इट। यसको मतलब के हुन्छ, जे हुन्छ हुन्छ म चाहिँ सर्भाइभर हुँ यो चाहिँ याद राखिराख भनेर भनेकी छिन्। र यो जुन फोटो मैले तपाईहरुलाई देखाए त्यो फोटोमा के क्याप्सन छ त त्यो पनि एकचोटी पढ्नुहोस्। यसमा उनले लेखेकी छिन् मे अल इन्डेड अफ ट्रस्टिङ एन्ड गेट बिट्रेड लाइक दैट यस्तै खालको लेखेकी छिन्। यसको मतलब के हुन्छ, अब ट्रस्ट गर्न सबैलाई मैले बन्द गर्नेछु र मैले बिट्रेड पाए भनेर भनेकी छिन्। सो यो केसको लागि हो, अभियसली तपाई हामीले बुझ्न सक्छौं यो केसको लागि हो भनेर। केसमा उनले बिट्रेड पाएकी छिन् र केसमा उनले ट्रस्ट गर्दैन भनेर भनिरहेको छिन् भनेर। अनि सर्भाइभर हुँ म चाहिँ सर्भाइभ गर्छु भन्नु मतलब अभियसली यही जुन घटना अहिले घटिरहेको छ योबाट उनले सर्भाइभ गर्ने कोसिस गर्दै छिन्। सो लेट्स मेक हर सर्भाइभ। ओके गाइज डोन्ट सर्कुलेट एनीमोर। अब जहाँ थियो त्यतिलाई म बन्द गर्दिउँ यसलाई र उनलाई सर्भाइभ गर्नको लागि हामीले हेल्प गर्नुपर्छ। यो एउटा नराम्रो कुरा पनि हो जसमा पछि साइबर क्राइम पनि हुन सक्छ। सो डोन्ट सर्कुलेट भिडियोज है गाइज, म यति भन्न चाहन्छु। र जसले पनि यो भिडियोस भाइरल गरेको हो त्यसलाई त अभियसली पछि साइबर क्राइम लाग्ने नै छ, ऊ एक न एक दिन पक्रेला पनि। सो हामी चाहिँ योबाट बच्नुपर्छ। सो डोन्ट सर्कुलेट भिडियो भन्दै आजको भिडियो यही एन्ड गर्छु। म फेरि भेट्नेछु अर्को नयाँ ताजा स्टोरीको साथ। आजलाई भने यति नै, हस्त बाई बाई।